मोनोक्स प्लसमा बेनिफिसियरी कसरी एड गर्ने। मेरो स्क्रिनमा यहाँ मोनोक्स प्लस देख्नु हुँदैछ होला। यसलाई ओपन गर्दाखेरि यो लगइन पेज देख्नुहुन्छ। लगइनमा थिच्नुहोस् अनि यहाँ पासवर्ड हाल्ने जग्गा देख्नु हुँदैछ होला। त्यहाँ तपाईको पासवर्ड हाल्नुपर्छ जो कि तपाईको नर्मल मेसेजमा मोनोक्सले पठाएको हुन्छ। पासवर्ड हालिसकेर लगइनमा थिच्नुहोस् अनि तपाईको रेजिस्टर्ड मोबाइल नम्बरमा एउटा भेरिफिकेसन कोड आउँछ। त्यो भेरिफिकेसन कोडको जग्गामा हाल्दिएर सबमिटमा थिचिदिनुहोस्। लगइन भएपछि यो पेज देख्नुहुन्छ तपाईहरुले। त्यसपछि यहाँ ट्रान्सफरमा थिचिदिनुहोस् बेनिफिसियरी एड गर्नलाई। अनि अहिले मैले एउटा मात्रै बेनिफिसियरी एड गरेको छु, त्यही भएर एउटामा देखाउँदैछ। अर्को नयाँ एड गर्नलाई प्लस साइनमा थिचिदिनुहोस् अनि यो पेज खोलिन्छ जहाँ कि आफ्नो बेनिफिसियरीको डिटेल्स हाल्नुपर्छ। डिटेल्स भरिसकेर कुछ यस प्रकारले देख्नुहुन्छ तपाईले। त्यसको बादमा यहाँ कन्टिन्यूमा थिचिदिनुहोस् अनि यो पेजमा चाहिँ आफ्नो बेनिफिसियरीको कन्ट्री सेलेक्ट गर्ने हो। यदि तपाईहरुले यो लिस्टमा तपाईहरुको कन्ट्री देख्नु भएको छैन भने माथि एउटा सर्च बटन देख्नु हुँदैछ होला। त्यहाँ आफ्नो कन्ट्री सर्च गर्नुहोस्। त्यसको बादमा यस्तो देख्नुहुन्छ जो कि कन्ट्री अनुसार अलग हुन सक्छ। मैले चाहिँ इन्डिया सेलेक्ट गरेको थिएँ, त्यही भएर बैंक ट्रान्सफर र युपीआई को अप्सन देखाउँदैछ। मलाई चाहिँ बैंकमा पैसा पठाउनु छ, त्यही भएर मैले बैंक ट्रान्सफरमा सेलेक्ट गरेँ। अनि जे डिटेल्स भर्न लाउँछ त्यो भरिदिनुहोस्। त्यसको बादमा यहाँ कन्टिन्यूमा थिचिदिनुहोस्। यो चाहिँ रिभ्यू पेज हो। तपाईहरुले भरेको डिटेल्सहरु यहाँ देख्न सक्नुहुन्छ। यदि केही गलत छ भने एडिटमा थिचेर एडिट गरिदिनुहोस्। त्यसको बादमा कन्फर्म एन्ड एडमा थिचिदिनुहोस्। फेरि पनि तपाईहरुको रेजिस्टर्ड मोबाइल नम्बरमा एउटा भेरिफिकेसन कोड आउँछ। त्यो भेरिफिकेसन कोड यहाँ लेखेर सबमिट गरिदिनुहोस्। अनि न्यू रेसिपिएन्ट एडेड भनेर देख्नुहुन्छ अनि त्यहाँ तपाईहरुलाई एउटा डन बटन देख्नुहुन्छ। त्यहाँ थिचिदिनुहोस् डनमा। त्यसको बादमा देख्न सक्नुहुन्छ अघि मसँग एउटा मात्रै बेनिफिसियरी थियो, अहिले त्यहाँ दुईटा बेनिफिसियरी देख्नु हुँदैछ। त्यसको मतलब अर्को नयाँ बेनिफिसियरी पनि एड भइसकेको छ। अनि फ्युचरमा मोनोक्सदेखि के इन्क्वायरीहरु छ भने यो हाम्रो कस्टमर सर्भिसको नम्बर हो। यसै नम्बरमा WhatsApp पनि छ। अगर तपाईलाई मेसेज पठाउनु छ भने WhatsAppमा पनि मेसेज गर्न सक्नुहुन्छ। अनि धेरै धेरै धन्यवाद छ यो भिडियो हेर्नुमा।